हेलो एभ्रिवान, सबैजनालाई जय मसी। आज चाहिँ हाम्रो चाहिँ खेलाउन हाउसबाट चाहिँ पिकनिकमा हामी साथीभाइहरू सबैजना गएका छौँ। अनि के कस्तो हुन्छ आजको दिनहरू म यो भ्लगमा देखाउँछु, हेर्नु होला, साथ सपोर्ट दिनु होला है। एकदमै रमाइलो छ, तर हिँड्न चाहिँ एकदमै गाह्रो छ यो ठाउँ, सातकन्या, ललितपुरको सातकन्या भन्ने ठाउँमा। तर पनि हामी यात्रालाई चाहिँ हामी राम्रो ठाउँहरू देखेर चाहिँ, दृश्यहरू देखेर चाहिँ हामीले यात्रालाई चाहिँ हामीले छोडेका छैनौँ, अगाडि बढ्दैछौँ। यो चाहिँ ललितपुरको सातकन्या तीनपाने देउराली भन्दो रहेछ। यो ठाउँमा चाहिँ हामी पिकनिक खानको लागि पुग्यौँ। अनि त्यसपछि अनि मैले भिडियो बनाउनलाई सुरु गरेँ। यहाँको राम्रो दृश्यहरू खानको लागि यहाँको दृश्यहरू चाहिँ यस्तो छ। हामी खाना खान लाग्यौँ। आशाले जस्तो के भा ओके। हिँड्नु नसकेर खाना खाइसकेपछि त्यसपछि हामी माथि डान्सहरू गरिसकेपछि टावर हेर्नको लागि हामी माथि गयौँ। हिँड्नलाई निकै गाह्रो भएको थियो माथि, तर रमाइलो दृश्यहरू थियो। अरू तर भिडियोहरू चाहिँ बनाइन, किनभने फोटो खिच्नेहरूको लाइन धेरै थियो, त्यसैले गर्दाखेरि।